हार्दिक अनुरोध गर्दछु। अध्यक्ष श्री ज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। श्री ओमकार राईज्यू तथा बाल सुधार तथा समाजसेवी गर्न हार्दिक अनुरोध गर्दछु। राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। मैले छुटाएँ भन्ने कुरा आइरहेको छ, छुटाए जस्तो लागेन। फेरि पनि मैले सम्बोधन गर्न छुटाएँ भने व्यवस्थापन समितिका सदस्य श्री घमण्ड प्रसाद गिरिज्यूलाई भइसकेको थियो। सरस्वती मावि आएको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेछ, त्यसमा लगायत त्यसको भिडियो तपाईँहरूलाई म पोस्ट गर्न लागिरहेको छु। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 10 पाथेका एकचोटि हेरिदिनु होला। मैले सम्बोधन गर्न हार्दिक अनुरोध गर्दछु। अतिथिको आउन हार्दिक अनुरोध गर्दछु। त्यस्तै पूर्व विद्यार्थी हाजीराज राईले पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको गताले स्वतन्त्र अटल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बाहुल जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। आफ्नो गाँस पाथेकाको सरस्वती माविबाट जे जति पैसा जम्मा गर्नु भएको छ त्यसको चेक हस्तान्तरण गर्नको निम्ति म कोरियामा रहनुहुने पाथेकाली समूहको प्रतिनिधि श्री बलिराज राईज्यूलाई विद्यालयमा चेक हस्तान्तरण गर्न हार्दिक अनुरोध गर्दछु र चेक बुझ्नको निम्ति व्यवस्थापन समितिका अध्यक्षज्यू 11-12 सचिवालय समितिका संयोजकज्यू पनि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसको लगतै अरू समितिज्यूहरू पनि आइदिनु होला। म पनि पछि जस्तो गर्यो नि माविको विद्यार्थी घर गयो कि यति हो? विशेष गरेर यो बलिराज राईलाई मात्रै नभएर कोरियामा रहनु हाम्रो पाथेकालाई माया गर्ने अनन्य सम्पूर्ण मित्रहरूलाई यही मञ्चबाट यही रोस्टमबाट म धन्यवाद भन्न चाहन्छु। सहयोगको लागि यो भाडो थाप्ने हाम्रो भाडोको मुख जहिले पनि खुल्ला रहनेछ। तपाईहरूले जहिले पनि स्कुललाई सहयोग गर्न सक्नुहुनेछ। यहाँहरू सहयोगको लागि ढोका खुल्ला रहेको पनि म यहाँसँग हार्दिक अनुरोध गर्दछु। कतिपय कुरालाई जाने पनि ब्याक गर्नुपर्ने हुन्छ। लाग्थ्यो होला तपाईँहरूलाई पहिला
चेक हस्तान्तरण भयो, कतिको चेक हस्तान्तरण भयो। तपाईँहरू पक्कै पनि दुविधामा हुनुहुन्छ, अन्यलमा हुनुहुन्छ। लगभग मैले तपाईँहरूलाई केही समय अन्यलमै रहनु पनि पर्छ होला कि जस्तो लागेर मैले तपाईँहरूलाई त्यही सिस्टमले गरेको थिएँ। अन्यथा भएमा म यहाँसँग क्षमा प्रार्थी रहेँ। 2926 रहेको छ। फेरि एकचोटि किन यसो गरियो भने धेरै जसो अहिले सामाजिक सञ्जालको कुरा छ, फेसबुकमा स्ट्याटस लेख्ने कुरा छ, अनि यहाँहरूले फोटो हाल्नुहुन्छ अनि भन्नुहुन्छ तस्बिर आफै बोल्छ। यसरी तस्बिर आफै बोल्छ भने चेक पनि सायद आफै बोल्छ कि भनेर ठुलो अक्षरमा चेक लेखेको थियो। सायद चेक बोल्यो होला भनेर मैले तपाईँहरूलाई चेकको रकम भन्न चाहेको थिइनँ। यदि तपाईँहरूले देख्नु भएको छैन भने चेक छ 9,25,926। अब म यो सरर वाचन गरेर पढाउन गइरहेको छु। योगेश राई साबिक पाथेका 8, उहाँले 51,011 दिनुभएको छ। ताली 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 बनाउनु भए राम्रो हुनेछ। पाथेका 5 चिम्चिमा का राजुन राई, उहाँले 51,011 दिनुभएको छ। ताली 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 ए ताली गोजीमा हात नहाल। दीपक राई, उहाँको नाम सिंहराज राई रहेछ। हामीले जानेको नाम सिंहराज राई थियो, उहाँको नाम दीपक बनेको रहेछ। उहाँ चाहिँ साबिक पाथेका 8, उहाँबाट 51,001 रुपियाँ भएको छ। सर्वधन राई साबिक पाथेका 8, उहाँबाट 51,011। त्यस्तै अम्बिर काजी राई साबिक पाथेका 3, उहाँबाट 51,011 प्राप्त भएको छ। त्यस्तै साबिक पाथेका 3 का सौमनी राईबाट 55,555 प्राप्त भएको छ। ठुलो ताली। साबिक पाथेका 3 र यस विद्यालयका पूर्व लेखा कर्मचारी सुजन राई, उहाँबाट 51,100 प्राप्त भएको छ। ताली। साबिक पाथेका 3 का सुरेश राई 51,111 उहाँबाट प्राप्त भएको छ। साबिक पाथेका 8 का सुरेन्द्र राईबाट 50,000 प्राप्त भएको छ। ताली। त्यस्तै साबिक पाथेका 8 के धर्मेन्द्रबाट पनि 50,000 प्राप्त भएको छ। ताली। साबिक पाथेका 5 चिम्चिमा आयुष राईबाट 52,200 प्राप्त भएको छ। ताली। त्यस्तै साबिक पाथेका 8 का दीपक राईबाट 51,011 प्राप्त भएको छ। त्यस्तै साबिक पाथेका 8 का जितधन राईबाट 51,011 प्राप्त भएको छ। दीपक राई भने पिपल डाँडाको। अनि अहिले दीपक राई जसले हामीलाई चेक हस्तान्तरण गर्नुभयो, जो कोरियाको प्रतिनिधि भएर आउनु भएको छ, बलिराज राई, उहाँले 55,555 प्रदान गर्नुभएको छ। ताली। साबिक पाथेका 8 का युवराज राईबाट रु 51,011 प्राप्त भएको छ। त्यस्तै साबिक पाथेका 5 चिम्चिमाका हविराज राईबाट 50,105 प्राप्त भएको छ। साबिक पाथेका 4 नाखमका गम्सेर राईबाट 51,111 प्राप्त भएको छ। त्यस्तै साबिक पाथेका 4 नाखमका विश्वचन्द्र राईबाट 51,111 प्राप्त भएको छ। र यति जम्मा गरेर 9,25,926 रुपैयाँ विद्यालयलाई प्राप्त भएको छ। र यसबाहेक यस विद्यालयलाई हाम्रो पाथेकाबाट कोरियामा रहनुहुने पाथेकाली मित्रहरूले पनि विद्यालयलाई प्रतिबद्धता गर्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ। त्यो बाँकी कुरा हाम्रा विशिष्ट अतिथिले एकछिन प्रकाशन गर्नु नै हुनेछ। र सम्पूर्णमा यहाँ जति पनि सहयोग गर्नुहुने 18 जना सहयोगी चन्दादाता महानुभावहरू हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई
हामी विद्यालयको तर्फबाट तपाईँ हामी सम्पूर्ण व्यक्तिको तर्फबाट आफ्नो ठाउँबाट उहाँहरूको वैदेशिक जीवन जहिले पनि सफल रहोस्, उन्नत रहोस्, उहाँहरूको वैदेशिक जीवन स्वस्थ रहोस् अनि फलिफापपूर्ण रहोस्, उहाँहरूले धेरैभन्दा धेरै नाम काम दाम कमाइरहन्। यो आशिष हामीले उहाँहरूलाई आशिष दिँदै उहाँलाई धन्यवाद दिँदै जोरदार हामी पुनः जोरदार ताली दिन मैले हार्दिक अनुरोध गरेँ। यो सन्देश उहाँहरूलाई दिएको धन्यवाद अथवा यो सन्देश चाहिँ हामी सबैको मनबाट प्रतिनिधिबाट सबैबाट उहाँहरूलाई धन्यवाद दिएको, उहाँहरूलाई सम्मान गरेको कुरा उहाँहरूले पनि स्मरण गर्न पाउनुहुनेछ भन्ने म आशा गर्दछु चाहन्छु। र यति भन्दै यो रोस्टमबाटै हामी अरू पनि पाथेका स्थित सरस्वती मावि पाथेकालाई हामी चन्दा दिन इच्छुक छौँ र हाम्रा मित्रहरू अन्य मित्रहरू इच्छुक हुनुहुन्छ भने आफ्नै आसनबाट उठ्नको लागि हार्दिक अनुरोध गर्दछु। सँगसँगै ताली कमी भयो। सँगसँगै हाम्रा घामले मेरो भिडियो पनि राम्रो देखेन, कमेन्टमा त्यसो के भन्नुहुन्छ हेरौँ। हाम्रो बाँसुरी वादक सर यता हुनुहुँदो रहेछ होइन हजुर? बाँसुरी वादक सँगसँगै हाम्रो सर टोलीहरू हाम्रा चन्दादाता प्रतिनिधिका बुबा अथवा हाम्रो विद्यालयका श्रद्धेय अभिभावक श्री धनबहादुर राईज्यूलाई पनि उहाँले को आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यता नमस्कार, यता उता जिस्याउँछुको नि। तर कतिसम्म मैले उहाँहरूको जिज्ञासालाई मेटाउन सकेँ, कति जिज्ञासालाई मेटाउन सकिनँ। मैले त यथासम्भव उहाँको जिज्ञासा चन्दादाता साथीहरूले र प्रतिबद्धता गर्नुहुने साथीहरू र विद्यालयलाई माया गर्नुहुने अन्य साथीहरूले पनि अब आफ्नो जिज्ञासा मेट्ने गरी उहाँबाट आउनुहुने जुन प्रतिनिधि बलिराज राई हुनुहुन्छ, तपाईँहरूको त्यहाँको जिज्ञासा गुनासा पनि व्यक्त गर्न र यहाँ हाम्रो विद्यालयलाई केही सल्लाह केही सुझाव दिन र आफ्नो 2-4वटा कुरा राख्नको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र प्लस2 सञ्चालक समितिका सचिवालयज्यू सहयोगीहरू र व्यवस्थापन समितिका अध्यक्षज्यू सहयोगीहरू र यसै वडाबाट आउनुभएका वडा सहयोगीहरू र यसै स्कुलका प्रधानाध्यापकज्यू, शिक्षक शिक्षिकाज्यूहरू र विशेष उपस्थित हुनुभएका सम्पूर्ण उपस्थित मानवहरू र युवा सर्कल मेरा युवा साथीहरू र विद्यार्थी भाइ बहिनीहरू, मेरो एकमुष्ट पाथिका ग्रुप अफ दक्षिण कोरिया र मेरो व्यक्तिगत तर्फबाट एकमुष्ट नमस्कार टक्राउन चाहन्छु। आज
यसै विद्यालयमा +2 का भाइ बहिनीहरू देखिरहँदाखेरि हामी यसै युवाका जिम्मेवार युवाहरू र हामी बाहिर दक्षिण कोरियामा रहेका पाथेका ग्रुप अफ दक्षिण कोरियाका मेम्बरहरू एकदमै खुसी भएका छौँ। यसरी विद्यार्थीहरूलाई यसै प्राङ्गणमा देख्दाखेरि हामी एकदमै हर्ष पनि भएका छौँ। यसै विद्यालयमा पढ्दाखेरि विद्यार्थी भाइ बहिनी मात्रै नभई यसै विद्यालयका यसै वडाका अभिभावकजीहरू पनि खुसी हुनुपर्छ। किनभने विद्यार्थी भाइ बहिनीहरू यसै वडामा यसै विद्यालयमा बस्नु नपढिकन अरू ठाउँ पढ्नु जाने क्रममा त्यहाँ घर हुँदै त ठिकै होला, घरमा हुने कुरामा कोठा भाडादेखि लिएर सबै कुरा खाद्यान्नहरू पनि सबै त्यो कुराहरू सम्झ्दाखेरि एकदमै त्यहाँको विषय आर्थिक विषय र सामाजिक र सँगसँगै समयको पनि एकदमै खर्चिलो हुन्छ। त्यसैले यसै विद्यालयमा विद्यार्थी भाइ बहिनीलाई आफ्नो घरमै घर पाखेमै विद्यार्थी भाइ बहिनीले म आग्रह गर्न चाहन्छु, जति पनि +2 पढ्ने विद्यार्थी भाइ बहिनी र अरू ठाउँ नगइकन यसै विद्यालयमा पढ्न पनि म अनुरोध गर्न चाहन्छु। फेरि विद्यार्थी भाइ बहिनीलाई यसै विद्यालयमा पढ्नुपर्छ भनेर अनुरोध गर्न लाग्दाखेरि यहाँको शिक्षा गुणस्तर र व्यवस्थापन कस्तो छ र यहाँको सामाजिक खेलकुददेखि लिएर हरेक गुणस्तरहरू कस्तो छ भन्ने कुरामा पनि महत्त्वपूर्ण हुन्छ। यो विषयमा चाहिँ यहाँको जिम्मेवारी व्यक्तित्वहरू शिक्षक व्यवस्थापन समिति +2 सञ्चालक समितिहरूले एकदमै यहाँको गुणस्तर चाहिँ बढाइदिनुहुन्छ भन्ने हाम्रो एकदमै आशा छ। 5 जना साथीहरू हुनुहुन्छ, 5 जना साथीहरूले चाहिँ प्रतिबद्ध गर्नुभएछ। केही महिना पछाडि हामी स्कुलकै खातामा हाल्छौँ भनेर भन्नुभएको। प्रतिबद्धता गर्नुभएको साथीहरूको नाम म सरस्वती भन्नेछु। सन्देश राई 51,011 रुपियाँ, टिकराज राई 51,011 रुपियाँ, प्रवीण राई 51,011 रुपियाँ, दीपक विसुङ्गे 51,011 रुपियाँ, मन्तोष राई 51,011 रुपियाँ। यी साथीहरू जम्मा 2,55,055 रुपियाँ। यो प्रतिबद्ध भएको रकम चाहिँ स्कुलकै खातामा केही महिनाभित्र आउने प्रतिबद्धता गर्नुभएको छ। यो पनि हाम्रो अहिले केही जिज्ञासा र गुनासोहरू स्कुलको हाम्रो सञ्चालक समिति र स्कुलसँग केही गुनासोहरू 3वटा गुनासोहरू छ। हाम्रो हेड सरसँग केही कुरा त राख्दै, तर पनि म स्कुललाई पनि सञ्चालक समिति र +2 विभाग समितिज्यूहरूलाई पनि केही राख्न चाहन्छु र वडाको विशेष गरी जनप्रतिनिधि वडाको टिमहरूलाई पनि ध्यान आकर्षण गराउन चाहन्छु। 3वटा गुनासोलाई म सरस्वती राख्नेछु। नम्बर 1 मा रहेको छ, माथि तहको शिक्षकले स्कुल टाइममा 10, 11 र 12 कक्षा पढाउँदाखेरि एक्स्ट्रा तलब लिएको सम्बन्धमा। नम्बर 2 मा रहेको छ, एसएलसी उत्तीर्ण भई अन्य विद्यालयमा पठन पाठन गर्न जाँदा रु 20,000 लिने सम्बन्धमा। नम्बर 3 मा छ, कक्षा 10 को विद्यार्थी भाइ बहिनीहरूले 3वटा सब्जेक्ट अनिवार्य ट्युसन पढाउने भन्ने सम्बन्धमा। यो 3वटा कुरालाई हामी बुदागत रूपमा लिएका छौँ। यो चाहिँ जिज्ञासा र गुनासो, यो कुरालाई चाहिँ परिमार्जन गर्न सकिन्छ भने ध्यान आकर्षण गराउन चाहन्छु। र एउटा 1 नम्बर बुदाको कुरालाई अलिकति स्पष्टीकरण दिन चाहन्छु। माथि तहको शिक्षकले आफ्नै गाउँठाउँको शिक्षक नै हुनुहुन्छ। उहाँले स्कुल टाइममा पढाउँदाखेरि एक्स्ट्रा तलब लिएको भन्ने कुरा छ। विशेष गरी जिम्मेवारी व्यक्तित्वहरूबाट जब आइरहेको यो कुरालाई अलिकति क्लियर गरिदिनु होला। अनि दोस्रो कुरामा एसएलसी दिइसकेपछि अन्य विद्यालयमा पठन पाठनको लागि जाँदाखेरि +2 को लागि जाँदाखेरि 20,000 लिएको सम्बन्धमा यो कुरालाई अलिकति अब हुन त यसै विद्यालयमा विद्यार्थी भाइ बहिनीले पढ्दा त एकदमै राम्रो हो, तर पनि विद्यार्थी भाइ बहिनीहरूको पनि स्वतन्त्रता भन्ने कुरा हुन्छ। यसै स्वतन्त्रलाई पनि मध्यनजर गर्दा यो कुरालाई पनि अलिकति परिमार्जन गर्न सकिन्छ या रकम घटाउन सकिन्छ भन्ने कुरामा यसमा पनि अलिकति परिमार्जन गर्न सकिन्छ भने। तेस्रो नम्बरमा छ, कक्षा 10 को विद्यार्थी भाइ बहिनीले अनिवार्य ट्युसन पढ्नुपर्ने, यदि ट्युसन पढेर भोलिको खण्डमा के भइदियो भने अभिभावक आफै जिम्मेवारी हुनुपर्ने भन्ने विषयमा। र प्लस यसमा के सुन्नमा आएको छ भने कोर्स नसकिने अनि कोर्स चाहिँ यता ट्युसनमा सकाउने भन्ने पनि कुरा आएको छ। यो यथार्थ कुरा के हो व्यक्तित्वज्यूहरूले जिम्मेवारी व्यक्तित्वज्यूहरूले स्पष्ट गरिदिनु अनुरोध गर्दछु। र अघि चेक सबै कुरा भइसक्यो र अबको बाँकीको दिनहरूमा यसै विद्यालयले गुणस्तर शिक्षा र शब्द यही अन्त्य गर्न चाहन्छु।
यहाँको यस्तै यस्तै भिडियोहरू ल्याउने जिज्ञासा र जमघट गर्दै गुनासो भनेको म ओमकार साम्पाङ बिदा हुन चाहे समग्र धन्यवाद सेवा